हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। होइन आज चाहिँ हाम्रो घरमा दुईवटा कुखुराको मर्मत हुँदैछ। आमा चाहिँ यहाँ भात खाइसक्नु भयो। आमा खाइदिएको नि आमा खाइदिएको कस्तो मिठो छ। आमाले चाहिँ बेलैमा 6 बजे नै खाइसक्नु भयो। कति 7 बजिसकेको छ। यहाँ चाहिँ यस्तो छ, देखाउनु हुँदैन। यस्तो छ यहाँ, देखाउनु हुँदैन। यस्तो छ यहाँ। ओइ के गरेको अरे गाई, त्यहाँ चाहिँ पानी तात्दैछ। ल्या के गरेको पनि यो झन् के हो, उम्लेर झन्डै पड्क्यो त। उम्लेर सबै पोख्यो छ। के हो यो फेरि? यो बसाएको पानी यहाँ यहीँ हुन्थ्यो त एकैछिनमा। यो त उम्लेर सबै गइसकेछ। उम्लेर सबै गइसकेछ। यत्रो अब कहिले तात्छ? अब त्यसमै गरेको भन्थ्यो। पानी तताउँदै हुन्छ। हेलो हेलो बा, यसो के भनिदिन्छ? के भन्नु, युट्युबमा जान्छ अब यो भ्लग हो। टक्क यहाँ कुखुराको मर्मत भइसकेको छ। दुईवटा कुखुरा छ यहाँ, बिचरा नकाटौँ भनेको खानै पर्यो अरे। फेरि सुँगुर छ क्या हाम्रो। ओ तँलाई पनि हारेको। फेरि यहाँ चाहिँ फेरि के हो यो? यत्रो छ यहाँ। फेरि यसलाई फेरि यहाँ पनि छ। एउटा आरी झिक्नु त, आरी त्यही त यहाँ पानी उम्लेको छ क्या। एउटा आरी छैन? यो आरीमा हुन्छ हरियो हुन्छ। यसमा पिसी उयो हुँदैन, उयो हुँदैन। तातो पानीले उयो पिग्लिँदैन। अलिक ठुलोवाला चाहियो नि। ए यसमा त के हुन्छ? एउटा आरी पनि भएन क्या। मैले भाडै भेटिनँ होइन। भाडा ल्याउन चाहिँ म आफ्नै घर आइसकेको छु। ठक्क लाएर भाडा। कालो सर बिग फ्यान कालो सर भने मैले भाडै भेटिनँ। उता लानुपर्ने हुन्छ। दिदी के छ? दिदी के छ खबर? ब्लग हो ब्लग। हेलो दिदी यहाँ के लगाउँदै हुन्छ त्यो अझ सुन गर्दै गर्ने। म टक्क मनमा हानिहाल्छु। टक्क यस्तै छ जिन्दगी। यहाँ नयाँ नयाँ नेट छ अरे। नयाँ नेट छ। बत्ती बालिदिउँ न। कुखुरा मर्मत टक्क लाएर। ओ काले सर बिग फ्यान। फेरि भएन अरे। फेरि यहीँ खेलिसक्नु भएको छ। आरी मैले लिएको कामै लागेन। सर के अरे भाइ, त पागल हो भन्न। आजकलको फुच्चेहरू हेर्नु सक्नुहुन्छ यहाँ। अनि अरू अब यहाँ टक्क लाएर मर्मत हुन्छ अरे। कुन सुरुमा ठुलो गर्ने कि सानो?
आज हामीले वन कुखुरा मारेको छु के कुखुरा अरे तेरो वन कुखुरा डक्क लगायो भुत लाउनु पर्ने हुन्छ साइमन सक्छ भने त साइमन भाइ सक्दैनौ यहाँ चाहिँ यस्तो भइसकेको छ बुवाले आगो फुक्दिन्छ बुवा ल ल चिज हान्नु त हजुर बुवा आगो फुक्नु त बल्यो बल्यो आगो बल्यो आगो बल्यो के बसाउने त्यसमा अब त्यसमा त उयो गर्नु पर्यो नि त त्यहाँ डढाउनु पर्यो खुट्टा सुट्टा हजुर अदुवा छैन कति दिन भयो अदुवा नलिएको नि हाम्रो सबै सक्छ के गर्नु अब अदुवा नभएपछि तर ल्याइदिन्छु एक दिन कति पावा अब एक पावा ल कटिङ हुँदैछ कटिङ हुँदैछ एउटाको चाहिँ पोल्दै हुन्छ आमा चाहिँ अघि भात खाएर दाँत माज्दै हुन्छ मासु साइमनसँग के चल्दैछ यहाँ पागल हो भन्नु न त चाहिँ डेन्जर हुँदो रहेछ त हजुर त यो नि त एन्ट्री भनेको यो हो क्या एन्ट्री भनेको यो हो क्या टक्क लाएर अब चाहिँ मैले यहाँ भिडिसकेको छु टक्क ल्याएर खुन्चुन्सक्यो टक्क लाएर मैले यहाँ भिडिसकेको छु हातमा टक्क लाएर अब यसको चाहिँ बन्दोबस्त हुन्छ टक्क लाएर चिकन लेग पिस यस्तो खाने हो छ्याक लाएर यसको चाहिँ मर्मत हुनेवाला छ खुट्टा लामा लामा छन् मजाले मर्मत हुनेवाला छ कहाँनिर हो मलाई थाहै छैन अनि मासु कटिङ भइसकेको छ यहाँ चाहिँ मासु कटिङ भइसकेको छ उता चाहिँ झन्डै आन्दोलन पर्यो भात बसाइदिएको छु डढ्यो क्या अब यो मासुलाई चाहिँ हामी टक्क लगाएर पकाउनु पर्ने हुन्छ
सपना सर्ट लगाएर यहाँ चाहिँ हाम्रो मासु हुँदैछ 500 कि क्या हो मासु चाहिँ 1 किलोभन्दा धेरै नै भएछ गाइस यहाँको मासु कहाँ गयो त यहाँको मासु कहाँ गयो भन्नुहुन्छ भने यहाँको मासु हाम्रो ठुलो कराईमा गएको छ किनभने यहाँ अटेन त्यही भएर मासु चाहिँ हामीले ठुलो कराईमा हालेको छौँ टक्क यहाँ पर लाएर भुट्नु पर्ने हुन्छ अब चाहिँ बिसारा कुखुरा तिम्रो कता बास भयो थाहा भएन तर तिम्रो मासु चाहिँ मेरो भुँडीमाथि बास हुनेछ मेरो होइन सबैको